ओहो, तिमीहरूलाई कहाँबाट आउँछ यस्तो बुद्धि? बापरे यार, देशको स्थिति यस्तो छ अनि विदेशतिर के भइरहेछ नबुझिकन सिलिन्डर बोकेर हिँड्ने। बोक अलि पुगेन। अब उहाँ कता होलसेलमा उहाँ 6-7 हजार गोदाम तिमीहरूले लुकाउनु लगा होला, अनि बाहिर चाहिँ छैन भनेर विरोध गर्न लाग्यो। गर। अनि कुरो अर्को चाहिँ के भन्छ, EICS युज गरेर मान्छेलाई के बदनाम गरेको? त्यो तिमीहरू काम छैन? तिमीहरू भात खान्छ कि तिमीहरू के खान्छ? भात त पक्कै खाने होइन होला। तिमीहरूलाई कहाँको बुद्धि आउँछ? तिमीहरूलाई चाँडै लिएर जाऊ नै, भगवान्ले दसौँलाई नमस्कार है। अनि अर्को कुरो, त्यति भएन भने यसो कानुनले पनि यसो उनीहरूलाई अपमान भयो भनेर यसो मामा घर पठाइदिनु पर्ने भयो। ओहो, तिमीहरूलाई कहाँबाट आउँछ यस्तो बुद्धि? बापरे यार, देशको स्थिति यस्तो छ अनि विदेशतिर के भइरहेछ नबुझिकन सिलिन्डर बोकेर हिँड्ने। बोक अलि पुगेन। अब उहाँ कता होलसेलमा उहाँ 6-7 हजार गोदाम तिमीहरूले लुकाउनु लगा होला, अनि बाहिर चाहिँ छैन भनेर विरोध गर्न लाग्यो। गर। अनि कुरो अर्को चाहिँ के भन्छ, EICS युज गरेर मान्छेलाई के बदनाम गरेको? त्यो तिमीहरू काम छैन? तिमीहरू भात खान्छ कि तिमीहरू के खान्छ? भात त पक्कै खाने होइन होला। तिमीहरूलाई कहाँको बुद्धि आउँछ? तिमीहरूलाई चाँडै लिएर जाऊ नै, भगवान्ले दसौँलाई नमस्कार है। अनि अर्को कुरो, त्यति भएन भने यसो कानुनले पनि यसो उनीहरूलाई अपमान भयो भनेर यसो मामा घर पठाइदिनु पर्ने भयो।